जापानको जुनसुकै कम्पनीमा युज हुने जापानिज वर्ड्सहरू सुकिन ताइकिन। सुकिन भनेको काममा छिर्नु, ताइकिन भनेको कामबाट निस्किनु। अर्को केकिन। केकिन भनेको चाहिँ कामबाट बिदा हुनु, एब्सेन्ट हुनु। काममा काम चाहिँ थियो तर आफू चाहिँ पर्सनल रिजनले गर्दाखेरि बिरामी भएर अरू कुनै पर्सनल रिजनले गर्दाखेरि काममा गएन, एब्सेन्ट भयो भने चाहिँ त्यस्तो केसमा चाहिँ केकिन भन्छ। अनि अर्को मुदान केकिन। मुदान केकिन भनेको पनि एब्सेन्ट हुनु हो तर कुनै फोन कल नगरी मेसेज नगरी आफू के रिजनले घर बसिरहेको छ, किन एब्सेन्ट भएको छ, किन काममा गएको छैन भनेर केही नोटिफिकेसनै नदिकन घर बसेर एब्सेन्ट हुनु चाहिँ मुदान केकिन भन्छ। अर्को जाङ्ग्यो। जाङ्ग्यो त सबैजनालाई थाहा होला, ओभर टाइम। ओभर टाइम वर्किङ आवर भन्दा बढी काम गर्यो भने चाहिँ ओभर टाइम हुन्छ, त्यसलाई चाहिँ जाङ्ग्यो भन्छ, जुनको चाहिँ पैसा पनि आउँछ। अर्को युक्यू केउखा। कुनै पनि कम्पनीमा 6 महिनाभन्दा बढी काम गरिसकेपछि युक्यू पाउँछ, त्यही युक्यू युज गरेर बिदा बस्यो भने चाहिँ त्यसलाई युक्यू केउखा भन्छ, जुन चाहिँ वर्करले मात्र नभएर अरू पार्ट टाइम होल्डरहरूले पनि पाउँछ। यो चाहिँ जापानले डिटरमाइन गरेको ल हो एउटा। योभन्दा बाहेक पनि धेरै वर्ड्सहरू छ जुन चाहिँ कम्पनीमा युज हुन्छ। हजुरहरूलाई थाहा भएको अरू बाँकी वर्ड्सहरू कमेन्ट गरिदिनुहोस्। त थ्याङ्क यू फर वाचिङ, बाई बाई।